आजको हेल्थ टिप्सको। आजको हेल्थ टिप्समा हामीले लामो आयु बाँच्नका लागि विज्ञानमा आधारित 5 तरिकाहरूको विषयमा विशेष जानकारी लिएर उपस्थित भएका छौं। कतिपय साधारण बानीहरू अपनाउनाले, अनुशासनमा रहनाले हाम्रो आयु लम्ब्याउन र बुढ्यौलीमा समग्र स्वास्थ्यको गुणस्तर सुधार गर्न सकिन्छ। मानव आयु जटिल कारकहरूको संयोजनबाट प्रभावित हुन्छ, जसमा जीवनशैली पनि समावेश छ। खानपान, व्यायाम र व्यवहार सीमित गर्ने जस्ता परिवर्तन योग्य बानी मार्फत आयु, बुढ्यौलीको समयमा र जीवनको गुणस्तर सुधार गर्न सकिन्छ। कुनै पनि संकल्पमा दिगोपना महत्त्वपूर्ण छ, त्यसैले यस्ता स्वस्थ बानीहरू एकीकृत गर्ने तरिकाहरू खोज्नुपर्छ जसले संलग्न र खुशी राखोस्। आयु वृद्धि गर्नका लागि विज्ञानले विभिन्न आयामहरू विकास गरेको छ। विभिन्न देशहरूमा मान्छेको औसत आयु बढिरहेको देखिन्छ। अझै बुढ्यौलीबाट बच्ने उपाय पत्ता लागेको छैन, तर केही अनुसन्धान अनुसार जीवनशैली छनौट, विशेष गरी खानपान र व्यायामले लामो र स्वस्थ जीवन बाँच्ने कुरामा ठूलो भूमिका खेल्छन्। हामी हाम्रा जिनहरू परिवर्तन गर्न सक्दैनौं, तर विज्ञानले संकेत गर्छ कि आनुवंशिक संरचना जीवनकालको एउटा हिस्सा मात्र हो। बुढ्यौलीबाट कसरी बच्ने भन्दा पनि स्वस्थ बुढ्यौली र स्वास्थ्य अवधि के हो भन्ने प्रश्न बढी महत्त्वपूर्ण हुन्छ। आयु सुधार गर्न विज्ञान आधारित 5 तरिकाहरू। आफ्नो खानपानलाई मेडिटेरेनियन वा जापानी शैलीमा सुधार गर्ने। आयु सुधार गर्ने र रोगहरू रोक्ने खानपानको कुरा गर्दा मेडिटेरेनियन डाइट मात्र प्रोटिनको मुख्य स्रोतको रूपमा धेरै प्रयोग हुन्छ, जुन मस्तिष्कलाई बढावा दिने र मुटु स्वस्थ राख्ने चिल्लो पदार्थले भरपूर हुन्छ। कुनै पनि छिटो नतिजा दिने डाइट प्लान प्रभावकारी हुँदैन। आयुको बारेमा सोच्दा हामीले दीर्घकालीन प्रभाव पार्ने सबैभन्दा महत्त्वपूर्ण दिगो हुने खानपान ढाँचा र परिवर्तनहरू विचार गर्नुपर्छ। यदि आफ्नो खानपानलाई यी अभ्यासहरूसँग मिलाउन परिवर्तन गर्न चाहने हो भने एक पटकमा एक तत्त्वमा ध्यान दिनुपर्छ र यो व्यक्तिगत, धार्मिक वा सांस्कृतिक प्राथमिकताहरूसँग मिल्ने कुरा हो भन्ने सुनिश्चित गर्नुपर्छ। उदाहरणका लागि, यदि दाल मनपर्छ भने तरकारी र सेतो चामलको सट्टा दाल खान सकिन्छ। यदि माछा मन पर्दैन भने अन्य प्रोटिन स्रोतहरूमा ध्यान दिन सकिन्छ। अतिरिक्त तौल घटाउने। मोटोपन धेरै दीर्घ रोगहरूसँग सम्बन्धित छ, जस्तै मुटु रोग, मधुमेह र छोटो आयु पनि। तौल नियन्त्रण गर्दा आयु र समग्र स्वास्थ्यमा ठूलो लाभ पुर्याउन सकिन्छ, तर केवल तौल घटाउने प्रयास गर्नुको सट्टा उमेर, लिङ्ग र उचाइका आधारमा उचित तौल कायम गर्नुपर्छ। शरीरको तौलको केवल 5% मात्र घटाउनाले पनि ब्लड सुगर र उच्च रक्तचाप नियन्त्रणमा प्रभाव पार्न सकिन्छ। जीवनका विभिन्न चरणहरूमा स्वस्थ तौल कायम राख्नु स्वस्थ बुढ्यौली र आयु तथा स्वास्थ्य अवधि सुधार गर्नका लागि महत्त्वपूर्ण छ। केही क्लिनिकल परीक्षणहरूले देखाएअनुसार जीवनशैली परिवर्तन, GLP-1 अगोनिस्ट जस्ता औषधि वा तौल घटाउने शल्यक्रिया मार्फत तौल घटाउनाले मधुमेह, मुटु रोग, केही क्यान्सरहरू र अकाल मृत्युको जोखिम कम हुन्छ। बस्ने समय घटाउने। आजभोलि धेरैजनाको काम लामो समय बसेर गर्नुपर्ने खालको छ। बसेर गर्नुपर्ने काम नभएका व्यक्ति पनि आफ्नो स्वास्थ्य नराम्रो हुने गरी धेरै समय बसेर बिताउँछन्, तर विज्ञानले लामो समय एकै ठाउँमा बस्दा आयु र रोगको जोखिममा पार्ने नकारात्मक प्रभावहरूमा ध्यान केन्द्रित गरेको छ। लामो समयसम्म एकै ठाउँमा बस्ने बानीले मधुमेह, मुटु रोग र अकाल मृत्युको जोखिम बढाउन सक्छ। यो जोखिम मुख्य रूपमा शारीरिक रूपमा सक्रिय नभएर मोटोपन बढ्नु र शारीरिक गतिविधिको विस्थापनका कारण भएको हो। लामो समय एकै ठाउँमा बस्ने बानीले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउँछ, नियमित व्यायाम गरे पनि। त्यसैले दिनभरिमा पनि शारीरिक गतिविधि बढाउनुपर्छ, जस्तै घर वा कार्यालय वरपर हिँड्ने, कामको बीचमा पनि हल्का व्यायाम गर्ने गर्नुपर्छ। जति धेरै व्यायाम त्यति राम्रो। नियमित व्यायाम स्वास्थ्यका लागि गर्न सक्ने सबैभन्दा सहज र सस्तो कुरा हो। यसले शारीरिक फाइदा मात्र होइन, मस्तिष्क स्वास्थ्य पनि राम्रो हुन्छ। 2024 डिसेम्बरमा गरिएको एक अनुसन्धान अनुसार बुढ्यौलीमा राम्रो शारीरिक व्यायामले शरीर फुर्तिलो रहनुका साथै सम्झना र मस्तिष्कको स्वास्थ्यलाई राम्रो बनाउँछ। शारीरिक गतिविधि बढाउने र लामो समय एकै ठाउँमा बस्ने समय घटाउँदा शारीरिक र मानसिक स्वास्थ्य राम्रो हुन्छ। बुढ्यौलीमा दिमागको काम र हिँडुल गर्ने क्षमता कम हुन सक्छ, जसले जीवनको गुणस्तर घटाउँछ। व्यायाम यी दुवै समस्यालाई कम गर्न सबैभन्दा राम्रो उपाय हो। धेरै बस्ने बानी घटाएर शारीरिक गतिविधि बढाउनु राम्रो सुरुवात हो, जस्तै बस एक स्टेप अघि ओर्लेर हिँड्ने वा टिभी हेर्दा व्यायाम गर्ने जस्ता साना बानीले पनि फरक पार्छ। धूम्रपान छाड्ने। धूम्रपान छोड्नु स्वास्थ्य र लामो आयुका लागि अत्यन्त जरुरी छ। 2018 को एउटा अध्ययन अनुसार धूम्रपान नगर्नु, स्वस्थ तौल, नियमित व्यायाम, स्वस्थ खानाले आयु लम्ब्याउँछ। धूम्रपानले क्यान्सर, मुटु रोग, मधुमेह र फोक्सोको रोग निम्त्याउँछ। नेपालमा प्रत्येक वर्ष धूम्रपानले निम्त्याउने रोगका कारण करिब 39,000 को मृत्यु हुने गरेको तथ्याङ्क छ। धूम्रपान छोड्दा यी रोगहरूको जोखिम कम हुन्छ र 10 वर्षसम्म आयु बढ्न सक्छ। समग्रमा आयु सुधार गर्न दिगोपनाबारे सोच्नुपर्छ। निद्रालाई अधिकतम बनाउने, तनाव स्तर कम गर्ने र साप्ताहिक 150 मिनट शारीरिक गतिविधिमा संलग्न हुने, धूम्रपान छोड्ने र सक्रिय जीवनशैली बिताउने जस्ता अन्य कारकहरू विचार गर्नुपर्छ। यो थियो आजको हेल्थ टिप्स अन्तर्गत लामो आयु बाँच्नका लागि विज्ञानमा आधारित 5 तरिकाहरूको विषयमा विशेष जानकारी।
हवस् त दर्शक महानुभाव, आजका मुख्य समाचार अहिलेलाई यति नै। हामीले प्रस्तुत गरेका यी समाचारप्रति तपाईको धारणा के छ त्यो कुरा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। हाम्रो मेहनतको लागि यो भिडियोमा एउटा सानो लाइक अवश्य गर्नुहोला। देशभित्रबाट हेर्दै हुनुहुन्छ भने आफू रहेको गाउँ ठाउँ शहर जिल्लाको नाम लेख्नुहोला। विदेशमा हुनुहुन्छ भने कुन देशबाट हेर्दै हुनुहुन्छ त्यो कुरा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। दैनिक रूपमा हेर्नुहुन्छ भने रेगुलर भनेर लेख्नुहोला। आज पहिलो पटक हेर्दै हुनुहुन्छ भने फर्स्ट टाइम भनेर लेखिदिनुहोला। हाम्रो च्यानल अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला अनि नजिकै आउने बेल आइकनमा क्लिक गर्नुहोला। समाचारपाटी.com को न्यूज बुलेटिन नेपाली समय अनुसार आज साँझ 6 बजे लिएर फेरि हामी उपस्थित हुनेछौं। पलपलको न्यूज अपडेटको लागि समाचारपाटी.com हेर्दै गर्नुहोस्। नमस्कार।